नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई पनि व्यापक चासोको रूपमा हेरिएको छ। बालन शाहको नेतृत्वमा सरकार निर्माण भएपछि लामिछानेको भारत भ्रमण तय हुनु संयोग मात्रै हो कि क्षेत्रीय शक्ति समीकरणसँग जोडिएको रणनीतिक गतिविधि हो र भन्दै प्रश्न उठ्न थालेको छ। नेपालको राजनीतिक इतिहास हेर्दा भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ता परिवर्तनका विभिन्न चरणमा प्रभाव पार्दै आएको पाइएको छ। त्यसैले पनि अहिले रवि लामिछानेको भ्रमणलाई सामान्य कूटनीतिक भेटघाटको रूपमा मात्रै नभई सम्भावित राजनीतिक सन्देशको रूपमा समेत व्याख्या गर्न थालिएको छ। बालन शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेको बेला भारतले बधाईसँगै भ्रमणको निम्तो समेत दिएको थियो। यसअघिका अभ्यासहरूमा नेपालका प्रधानमन्त्रीहरू सरकार गठन भएको 100 दिनभित्रै भारत पुग्ने गरेको पाइन्छ। तर यसपटक बालन शाहले अहिलेसम्म भारत भ्रमणमा गइहाल्ने कुनै संकेत गरेका छैनन्। बालन शाहको भ्रमण अनिश्चित रहेको अवस्था र भारतबाट नेपालमा आउन चाहेका कर्मचारी तहका व्यक्तिहरूलाई शाहले भेट्न अस्वीकार गर्ने गरेको सन्दर्भमा